बाटोको यात्रा कस्तो लागिरहेछ तपाईँ? मलाई त एकदम एक नम्बर हो। म पहिला पनि धेरैचोटि हिँडेको हो। ठिक लागेको छैन यो। तपाईँलाई ठिक लागेन? मलाई ठिक लाग्यो यो बाटो। अनि यो बाटो मलाई चाहिँ राम्रो एकदम ढलन गरेर चिल्लो पारेर गरे मात्रै यो त ठिक लागेन। ग्याङग्याङ यो। मान्छे पाके ले बुढो मान्छेले। ल्याउ मन भाइ दिदी। अर्को दिदी ल्याउ। मलाई चाहिँदैन हो। मलाई चाहिँदैन। दुईटामा दिए त्यही पनि यस्तो दिए यारे। अब निकाल्दैछु त यहाँ। कसको हात लाग्छ यति कुरा भन्नुहोस् त तपाईँ दुईजनाले? यो सबैको हात यहाँको बासिन्दाकै। यहाँको बासिन्दाकै हो। अनि तपाईँहरू पनि कुनै बेला यहीँको बासिन्दा हुनुहुन्थ्यो नि त? म यहाँको बासिन्दा होइन। त्यही चिज हामी त काम सकिएर पुरै टोली फेरि हान्ने हो। मेरो त फेरि खतरा छ त अहिले। सबजना हिँडिसक्यो, काम पनि सक्यो, दाम पनि सक्यो, माम पनि सक्यो। केही पनि बाँकी राखेको छैन। एक बोरा चामल ल्याएर खाएको थियो, त्यही पनि भात अहिलेसम्म भुँडीबाट घटाइ खायो। मलाई रिस उठेछ। केमा रिस उठा? घडी हेरौँ ठिक्क दिसले गएछ। गयो हेर न। मेरो तल छ यार पैसा तिर्नु पर्ने। घडी गयो क्या। बोक्नु न हात खाइयो। यस्तो बाटो छ क्या, यस्तो बाटो हिँड्नु पर्यो होइन? अनि जङ्गलको बाटो हिँड्नु पर्यो। खुर्पानी पनि काँचो काँचो टिपेर लिएर आएछ यसले। यही मान्छे हो खुर्पानी काँचो टिपेर लिएर आउने गाई फेरि। यहाँ बोकेको छ झोलामा मिस्टर डनले केही न केही चिज। जङ्गलको बाटो हिँड्नु परेको छ। जङ्गलको बाटो हिँड्दा अब फाल्टै हुन्छ त्यो। एकपल्ट लड्यो। एकपल्ट लड्यो, मजा भयो। हेलो, अब हिँडेको यहाँ काफल पाएको छ क्या। यहाँ काफलले चाहिँ म अघि पनि म खुर्पानी तिर्नु लडे म सक्दिनँ। के हो काफल मेरो छोड चुप्पा माथि त्यत्रो भिर्नु चढ्नु सक्दैन। पूजा गर्न भने लिएर जान्छ। सबै यहाँबाट लाने त हुन्। बाइक लिएर आउने। खोइ कहाँ हट लामपुच्छ्रेलाई कालिज भनिदिने। जिन्दगी अहिलेसम्म कालिज दिएको छैन होला, त्यही पनि कालिज। अनि के लामपुच्छ्रेलाई कालिज भने त? के गर्नु? ए भएन खिचिया। भोला सिक्यो। कहिले भोला सिक्यो? बनेको गरेर सेल खानुपर्छ। बनेको गरेर सेल खानुपर्छ। त्यहाँ पाइहाल्छ नि। मैले मायाले के भन्छ पागलको?
पर्दैन खानु कहाँ गएको खानु पर्दैन उयो रहेछ कि खतरा झरेर चाहिँ पाकेर कुन चाहिँ टिपेर लिएर आएको झरे हो कि बेच्न लिएर आउँछ नि त कस्तो कुरा गर्छ तिमीहरू यो त पाके खाँदै पाकोस् पनि के गरेको कस्तो रातो माटो छ अब माटो लाने होला है म पहिला बस्छु है भिजिट गर्न आएको नि चिलाउने यो लाने हो यो बाटोको यात्रा कस्तो लागिरहेको छ ए, तपाईँलाई मलाई त एकदम एक नम्बर हो म पहिला पनि धेरैचोटि मलाई हिँडेको हो चाहिँ ठिक लागेको छैन यो तपाईँलाई ठिक लागेन मलाई ठिक लाग्ने यो बाटो अनि यो मलाई बाटो चाहिँ राम्रो एकदम ढलन गरेर चिल्लो पारेर गरे मात्रै यो त ठिक लागेन ए ग्याङराङ यो ए ल त्यही भएर होला ऊ त्यो पछाडिपट्टि हिँड्दै गरेको भाइ जाँडखारा हो कि दङदङै झन्डै लडेको थियो भाइ। हिँडेको यस्तो बाटो नि हिँड्छन् गाँठे म जाँड खान्छु होला भाइ उसले त जाँड- यो भाइले सन्यास ल्यायो यो पछि पछि आउनु भएको जाँड खायो भने आफै हात हालेर मर्नु है पर्यो। चारैजनालाई कभर गरायो नि फेरि यहाँबाट थाहा छैन छोड्छु भने यति नजिक खुसी बढ्यो लाग्छ नि। मलाई त्यो यो जाँड खायो भने आफै हत्या गरेर मर्छ भनेको छ। आत्महत्या गर्छु भने है म त्यो पनि को हो म नाम फेरि महेश तपाईँहरूको अगाडि दुलाल। दुईजनाको अगाडि भनेको छु मैले मैले थाहा पाएँ म पनि छ सुन्ने यहाँ है दाना यस्तो हुन्छ दाना दाना दुनी भन्दा 5 जनाको टोलीमा सबभन्दा सफल पक्ष लत्तै अफ भएछ क्यामेरा भनेको चाहिँ कोही पनि छैन भाइ सफल भयो भने कुमार होइन महेश सबभन्दा बढी सफल भएको भनेको महेश यो ठाउँमा आएर उसले गाड छोड्यो मद्यपान सेवन गर्नको लागि उसले टोटली रूपमा बन्द गरेर गाजा मात्रै खाने बानी गरेछ त्यो त भन्नु पुरै बरु म सन्यासी जीवन बिताउँछु दाइ म जाँडक्सी छुँदै छुन्न भनेको छ म बिहे त गर्दिनँ बिहे पनि नगर्ने पक्षमा पुगिरहेछ अहिले बिहे नगर्ने यो ब्रह्मचारी बस्छ अरे बाल ब्रह्मचारी यही मान्छे हो है होइन? काले काले त्यस्तो चाहिँ भन्नु हुँदैन है खै भन्नै जान्दैन भ्लग त गर्छन् खै के भने हेर्नेहरूले पनि त्यहाँ कस्तो रिसाको रियाक्ट हान्छ होला यार कस्तो रिसाको रियाक्ट बाल कर्मचारी भने रिसाको रियाक्ट हान्नको लागि तिम्रै गर्लफ्रेन्ड होला हो हामीले रिसाको रियाक्ट हान्दैनौँ त्यस्तो हाम्रो गर्छन् कहाँ हुन्छन् अनि यार गर्लफ्रेन्ड नहुने अब त्यो रिसा रियाक्ट हान्दै भनेर मुन्टो उता बटाएर छ कहिले अब यस्तो थाकित अनुहारमा अब त्यो भिडियो आउँदाखेरि के गर्छ कस्तो अर्कै देखिन्छ नि त खुर्पानी टिप्न नसोया बरु भोलि आउँछु खुर्पानी भेट्न टिप्न ल भनेको? नसोया चट्ट बनाएर अलि भिडियो सिडियो गरेर हो सही हो हाम्रो कम्पनीको बोस आवाज गरी नगर्नु भुँडी देखेर हामी चाहिँ बोल्छ है भुँडी यत्रो देखिरहेको छ बसको के को भुँडी देखिन सुकिया ल्याप्टो भुँडी भुँडी सुको नि अस्ति कम्पनीको बोस अलिअलि ढुङ्गा उचाले भुँडी गयो अरू चाहिँ नदेखाउँ होला गाइस जिन्दगी यस्तै छ नि अब जिन्दगी कति राम्रो छ जिन्दगी हाँस्ने बाटोमा हिँड्नु परेको छ रमाउने कमाउने होइन सके जतिको जमाउने जिन्दगी यही हो क्या कति दुःख गर्नु दुःख भन्छ मान्छेहरू कति डराउँछन् दुःख गर्नलाई तर त्यो होइन दुःख गर्ने हो जहाँसम्म पुगिन्छ जत्रोसम्म उमेर हुन्छ दुःख गर्ने दुःख गर्नु छोड्ने होइन कहिले पनि ओके स्ट्रगल भनेको स्ट्रगल हो क्या होइन सेभिङ भोलि बचत हुन्छ हरेक कुराहरूले अनि मद्यपान सेवन नगर्ने मान्छे जिन्दगी बिहे नगर्ने मान्छे सेभिङ के को लागि चाहियो अब मद्यपान सेभिङ भनेको त त्यो अब कमाउनु खानै पर्छ गर्नुपर्छ भन्ने होइन नि त त्यो भनेको आफ्नो सुरक्षाको लागि हो नि त सेभिङ भनेको भोलि आफूलाई तत्कालीन होइन आपतकालीनमा चाहिन्छ नि त त्यो हो नि त अब मलाई चाहिँ त्यस्तो लाग्छ सोच अब मैले यो च्याप्टर क्लोज गरेर अर्को च्याप्टरतिर लागेँ हाम्रो यहाँ पहिला एकचोटि घर बनाएर घर किनेर घर बनाएर पनि यहाँबाट अब बेचेर त्यस्तो कुरा चाहिँ नआऊ है जानुहुने व्यक्तिमा होइन यो बाटो अलि यस्तो नराम्रो बन्नुमा तपाईँलाई त्यसो दाजु आज कति लेख हेरौँ त आज टर्न ल्यायो भाइ रात्र त निकाल रातो त निकाल रातो न कालो हाल्छ हाल्छ ओ छेत्रीको छोरो नि हिरो छ नि हिरो नहुने कुरा हुन्छ त नि यार कस्तो टिपेर लिएर आयो भएको त त्यस्तो ए हरिएर छ यार पाकेर रहन्छ नि पाकेर हिँड्छ पाइरहन्छ क्या हामी त बोटले समातेर राख होला भन्नु थालेको हो त डर लाग्यो नि एकछिन त्यहाँ
त्यो हो नि त नि खुरपानी भन्छ यसलाई चाहिँ होइन हाम्रोतिर चाहिँ आल्चा भन्छौँ है त पाउनु म दिन्छु अलि पागलै न छान्छु क्या पाके बुढो मान्छेले ल्याऊ मल भाइ दिदी अर्को दिन्छु ल्याऊ मल चाहिँदैन दुईटा त्यही यस्तो दियो अरे निकाल्दैछु त्यहाँ कसको हात लाग्छ यति कुरा भन्नुहोस् त तपाईँ दुईजनाले यो सबैको हात यहाँको बासिन्दाकै यहाँको बासिन्दाकै हो अनि तपाईँहरू पनि कुनै बेला यहीँको बासिन्दा हुनुहुन्थ्यो नि त म यहाँको बासिन्दा होइन त्यही चित्त नबुझेर तपाईँहरू यहाँ छोडेर अर्को ठाउँ ट्रान्सफर हुनुभएको हजुर ए ल ठिक छ त्यसो भए यही विकास गर्नै नदिने के गडतल है आउनु अहिले त मैले गडतल राखेको छु भने अरे मरेस गडतल जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु हो मेरो जुन तिम्रो नजर ओ चिना रेखा कै देखम न म भाग्यको रौला तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँ यति ठिक छ मोबाइलले लिन्छ नि होइन भित्रको मलाई तिमी मन पर्छ कता कता अब चाहिँ हामी कुन माथबाट जाने बाटो यही छोड्ने होइन क्या सबै है यस्तो बाटो छ होइन तपाईँहरूले देख्न सक्नुहुन्छ यो बाटो यहीँसम्म छ यी अगाडि देख्न सक्नुहुन्छ जङ्गल छ होइन जङ्गलमा पुगेर यो अन्त्य भएको छ यो जङ्गल एकजना हाम्रो दाइले बाटो छ भनेर ल्याउनु भएको हो यो होइन तर यो बाटो अब कता छ थाहा छैन ए आफै स्टार्ट भइहाल्यो यार अब त मकै छर्छु गर्छु केही नभन्नु म उनीहरूले आएको खुसीले बस्यो हो अब त मलको पुरा माल खान्छ म बल्ल बल्ल इन्टरकिप गरेर म फार साथी त्यसरी बस्छु अब मलको पुरै माल खाएको छैन भने कहाँ रहेछ गुराँस ए सकिन्न नि हो त माथि डुलो अलि पर नि भेटिन्छ पर्तिर नि भेट्नु सकिन्छ के होइन होला यो भिडियो पज गर्ने चाहिँ कसरी है भिडियो पज